कसरी थाहा पाउँदैछ? जाडोको महिना छोटो दिन के छ? डेकोरेसन छ। लाइटले के देखाउँदछ? हामी हेर्दछौँ यीशु जन्मिँदाखेरि त बिचरा ढेब्री पनि थिएन होला, लेकिन लाइट किन देखाउँदछ? यो मनुष्यको ज्ञान बुद्धि हो है। लाइट किन हुँदछ? लाइटले दुईवटा कुरा देखाउँदछ। एउटा ज्योतिलाई देखाउँदछ, अर्को चाहिँ केलाई देखाउँदछ? खुसीलाई देखाउँदछ। जब कसैको घरमा लाइट चल्दैछ भने, डेकोरेसन भएको छ भने खुसीलाई देखाउँदछ। अरू अर्को कुरा के देखाउँदछ? के देखाउँदछ? ज्योतिलाई देखाउँदछ। हाम्रो परमेश्वर चाहिँ दुईटै कुरा हुनुहुँदछ। क्रिसमस 25 तारिक मात्रै होइन, 26 तारिकबाट क्रिसमस सुरु हुँदछ हाम्रो जीवनमा। एक दिन हामी क्रिसमस मनाउँदछौँ, लेकिन 25 तारिक मात्रै होइन, 26 तारिकदेखि चाहिँ यीशु हाम्रो जीवनमा जन्मेछ कि छैन भनेर 26 तारिकदेखि बल्ल सुरु हुँदछ। लेकिन हामीले हेर्दछौँ क्रिसमस कसरी मनाउँदछ थाहा छ? मैले जब सोचिरहेको थिएँ क्रिसमसको बारेमा, क्रिसमस कसरी मनाउँदछ थाहा छ? म यो युथबाट सुरु गर्न चाहन्छु। यो युथहरूले क्रिसमस कसरी मनाउँदछ थाहा छ? एकअर्कामा फोन गर्दछ, एकअर्कामा भेटेर भन्दछ, क्रिसमस आयो, तिमीले के बनाउँदैछौ? तिमीले के ड्रेस बनायौ? एकजनाले भन्दछ, मैले यो पालि त मैले बक्खु बनाएँ। अर्कोले भन्छ, छैन मैले यो पालि त अनौठो चिज, यस्तो चिज किने। अर्कोले भन्दछ, म यस्तो चिज किने। के गर्दछ? तिनीहरू परमेश्वरलाई भुलेर त्यो कुराहरूमा एट्र्याक्सन भइरहेको छ, जो कुराहरूको चाहिँ खालि हामीले मनुष्यलाई देखाउँदछौँ, लेकिन हामी परमेश्वरलाई चाहिँ हराइरहेको छौँ। कतिजना युवतीहरू कसरी खुसी हुँदछ थाहा छ? एउटा साथीले अर्को साथीलाई भन्दछ, यो पालिको क्रिसमस मेरो लागि धेरै राम्रो छ, खुसी छ। किन थाहा छ? किनभने मेरो एक्स आइरहेको छ। आजको दिनमा यो पालि क्रिसमस मेरो म एकसँग मनाइनु गइरहेको छु, यसै कारण म खुसी छु। नानीहरूले के गर्दछ थाहा छ? भन्दछ, आमा बाबाले भन्दछ, म यो पालि राम्रो पास भएँ, तपाईँले मेरो लागि क्रिसमसमा यो ड्रेस बनाइदिनु भनेर भन्दछ। नानीहरू त्यो ड्रेसैमा खुसी भइरहेको छ, लेकिन हामी हेर्छौँ यो सबैमा आमा बाबा दुखी भइरहेको छ। आमाले बाबालाई भन्दछ, क्रिसमसमा एकपल्ट क्रिसमस आउँदछ, तपाईँले यो ड्रेस चाहिँ किनिदिनु न। अब बाबाले के गर्दछ? अब कर्ज खरिदेर भए पनि जे गरेर भए पनि ड्रेस त बनाइदिँदछ। क्रिसमस त खत्म भएर जान्छ, बाबा चाहिँ दुखीको दुखी। अब कर्ज तिर्ने, अब मान्छेले टोकिरहेको हुन्छ, पैसा खत्म भइरहेको हुन्छ, अब समस्याले घेरिरहेको हुन्छ। किन यस्तो भइरहेको छ? किनभने हामी साँचो परमेश्वरलाई नचिनेको कारणले। अगर हामी साँचो परमेश्वरलाई जुन दिन चिन्छौँ, जुन दिन परमेश्वर हाम्रो जीवनमा जन्मिनुहुन्छ नि, हामीलाई यो कुराहरूले हाम्रो जीवनमा चाहिँ के गर्दछ? जगाडिनु सक्दैन। अब हामी चाहिँ हाम्रो जीवनमा केही होस् नहोस्, हाम्रो जीवनमा हामीले केही पाओस् नपाओस्, लेकिन हामीले एउटा कुरा पाइरहेको छौँ, त्यो के हो थाहा छ? यीशु। आज संसार के बिना मरिरहेको छ? यीशु बिना मरिरहेको छ। जब मैले अध्ययन गरिरहेको थिएँ, यो पालि मैले क्रिसमसको अध्ययन गरिरहेको